गाइज हाम्रो घरमा दिनदिनै प्रब्लम हुन्छ गाइज। एक न एक चिज त हाम्रो घरमा बिग्रै हुन्छ। आज अझै पानीको धाराको पाइप बिग्रेको छ। हामी त्यो ल्याउन जाँदैछु सप्लायर्समा। हेरौँ त्यो दोकान खुला हुन्छ कि नै। पानी परेर यस्तो छ आज महेन्द्रनगर कञ्चनपुर स्पेसली कहाँ हो हालमा लिट्सी गाइज। कस्तो पानी पर्दैछ गाइज। दिदी र म मात्रै छु छाता ओढेर। यस्तो बाटोमा कोही छैन। यति कचार छ यो बाटोमा। हामी दुईटा मात्र छु। एकदम यहाँको भ्यू देख्न सक्नुहुन्छ। अन्त बोल्नु थियो गाइज। यस्तो रातिको समय छ होइन, पानी पर्दैछ। हामी हाइवेमा जाँदैछु हार्डवेयरको पसलमा। त्यो हाम्रो धारा बिग्रेर पाइपको ल्याउनु पर्ने यस्तो बाटोमा हेर्नु गाइज। अब त्यो दोकान बन्द भयो भने फेरि बजार जानुपर्ने। बजार पनि जान लेट भइहाल्यो। हेरौँ गाइज त्यो दोकान खुल्या हुन्छ कि हुँदैन। अहिले हामीले सप्लायर्स दोकानमा यो पाइप पायौँ। अब चेक गर्नु छ हार्डवेयर हुन्छ कि होइन। दुईटा पाइप हुन्छ। साइज एउटा लार्जर र एउटा स्मलर छ। अनि फेरि हामीले घर गएर चेक गर्छौँ गाइज। अब त्यो नभयो भने फेरि हामीले यही सप्लायर्समा आउनुपर्ने। हामी हेरौँ गाइज। ल चिसो मौसममा चिसो आइसक्रिम खानुको बेग्लै मजा छ गाइज। अब हामी घरतर्फ लाग्दैछौँ। अब हेरौँ यो फिक्स हुन्छ कि नै यो पाइप। गाइज फाइनली घर पुगे। अब हामीले हेर्नु छ गाइज यो पाइप हुन्छ कि नै। हातमा पाइप गेट त बन्द गरौँ। कोही आउने गाइज। फाइनली अब हामी किचनतिर जाँदैछौँ हामी त्यो किचनतिर। गाइज हामी हेर्न सक्छौँ। अब दिदी त्यहाँ त्यसलाई फिक्स गर्दैछ गाइज। होप यो फिक्स भइदियोस् गाइज, नत्र हामीले फेरि अझै जानुपर्ने हो। हजुरहरूले हाम्रो किचन हेर्न सक्नुहुन्छ। जस्तो सिम्पल छ हाम्रो किचन। त्यस्तो छैन। अब रिच म्यानहरूको जस्तो छैन, सिम्पल छ। फेरि यहाँ फिक्स हुँदैछ। होप प्लिज फिक्स भइदियोस्। फाइनली दिजुले यसलाई फिक्स गर्छु। फाइनली सक्सेस भयो हाम्रो।